खत्रै तरिकाले बनाइदिनु आज बुङ्गुरको खुट्टा होइन। यो चाहिँ खुर्सानी, यो चाहिँ लसुन, यो प्याज, यो गोलभेडा। फाइनली काटकुट सकिसक्यो। यहाँ छ लसुन, यहाँ प्याज, यहाँ खुर्सानी, यहाँ गोलभेडा टक्क लगाएर होइन गाइस। दाल बनाइराखेको छ, दाल पाकिसक्यो। यहाँ बुङ्गुरको खुट्टा उसानी राखेको छ। यसलाई अब मस्तसँगले बनाउनु पर्ने छ। अब चाहिँ नि होइन गाइस, यो खुट्टाले चाहिँ यहाँ खनेर यो पकालेर ल्याउनु पर्यो। कचौरा पनि बढी छ होइन गाइस। यो चाहिँ पर्न पनि कति पर्यो त, 53 रिङ्गिट पर्यो गाइस होइन। 2 कचौरा जति छ बुङ्गुरको खुट्टा। आज मस्तसँगले सुप बनाएर खानुपर्छ। बुङ्गुर झर्लक्क लगाएर बनाइसक्यो। अब यसलाई मस्तसँग मस्काएर ल्याउनु पर्ने काम छ मेरो। फाइनली होइन गाइस, मैले चाहिँ यहाँ कराई मस्काएर झडक पारले ल्याइसकेको छ। यसमा अब तताउनु पर्यो टट्ट पारेर। फ्यान पनि अलि सानो गर्नुपर्ने छ, किनभने यहाँ ग्यास बाल्दाखेरि नबोल्न पनि सक्छ। झट्ट पारेर ग्यास बालियो अब होइन गाइस होइन। ठिक छ नि। यहाँनिर चाहिँ नि कराई तातिने कार्यक्रम हुँदैछ। यसलाई चाहिँ के भन्छ, तेल बनिन्छ। कुन बुरु तेल हाल्नु पर्यो। ल सट्टा तेल पनि हाल्यो। अब मेथी हाल्यो यहाँनिर, यति जति मेथी कहीँ गर। मेरो बनाउने शैली अलै फरक छ। म पहिला लसुनलाई भुट्ने गर्छौँ। लसुनलाई होइन एकछिन यहाँनिर फ्राई गरेँ, अनि त्यसपछि फेरि प्याज हालिदिने। प्याज हालेर चाहिँ होइन एकछिन मजासँगले यहाँ फ्राई गरिदिने। अलि रातो रातो हुने तरिकाले फ्राई गर्नु होला होइन, अलिक टेस्ट आउँछ। अलिक फ्राई गऱ्यो नि। म चाहिँ होइन खुर्सानी पनि अगाडि नै फ्राई गर्ने गर्छु। त्यसैले म अब खुर्सानी हाल्छौँ। खुर्सानी हालेर मस्तसँगले यहाँ तेलमा फ्राई गर्ने। त्यसले होइन अलि बेरसम्म फ्राई गर्नु होला। अब चाहिँ नि यति फ्राई गरिसकेपछि तपाईँहरूले मासु हाल्न सक्नुहुनेछ। अब म यो बुङ्गुर खुट्टा हालिदिन्छौँ। एक कराई छ होइन बुङ्गुर खुट्टा पनि, फेरि थोरै होइन। खाने मान्छे भने फेरि 5 जना छ, 5 जनालाई यति। अब यसलाई मजासँग चलाइदिउँ। तपाईँहरूले कसरी बनाउनुहुन्छ होइन त्यो मलाई थाहा छैन। म चाहिँ अब यसलाई अलिअलि नुन छर्किदिन्छौँ पहिला मासु हालिसकेपछि। अनि त्यसलाई फेरि नुन अलि हालिसकेपछि यसलाई चलाइदिने एकचोटि। यसलाई यति गरेर फर्काइसकेपछि होइन गाइस के गर्ने, अब अलिकति यहाँ माथि बेसार हालिदिउँ। यति जति बेसार हालिदिउँ है त। यसरी बेसार हाल्यो, अलि पुगेन अलि थपिदिउँ। र अब बेसार हाल्यो। अनि त्यसपछि मैले के गर्छौँ, टक्क लगाएर एकताल छोपिदिन्छौँ। यसरी ढक्कन लगाइदिन्छौँ यसलाई एकैछिन। अब यसलाई एकैछिन फेरि एकताल चलाइदिउँ। यस्तो पाराले चलाइदिउँ होइन यसलाई। सर्लक्क पारेर फर्काइदिउँ एकताल। सिँगै ल्याएको होइन एउटा खुट्टा चाहिँ। यसलाई यसरी मजासँगले फर्काउँदै एकछिन छोप्दै बनाउने। यसलाई चाहिँ नि फेरि एकताल चलाइदिनु पर्यो सर्लक्क लगाएर होइन। अब चाहिँ यसलाई गोलभेडा पनि हालिदिउँ यहाँ माथि यसरी। अनि त्यसपछि फर्काइदिउँ। मस्तसँगले आज बनाएर दिनु पर्यो केटाहरूले होइन। आफू पनि मजासँगले खाइन्छ आज। मजासँगले दुःख पनि गरिन्छ, मजासँगले खाना पनि खाइन्छ। खानाकै लागि दुःख गरे हो, मजासँगले खाइन्छ आज बुङ्गुरको खुट्टा चाहिँ नि।
मस्तसँग बनाएर यति फर्काइदिइसकेपछि जाने होइन हामी यसरी अब छोपिदिन्छौँ। अब चाहिँ नि होइन यहाँ मसला हालिदिउँ। मसला फेरि मेरो चाहिँ फेरि अलि बढी नै हाल्ने बानी छ कि होइन, अरूले अलिक कम हाल्छ, फेरि मसलाहरू चाहिँ अलिक बढी हाल्ने गर्छ कि तरकारीहरू बनाउँदैन। यो मासुहरूमा सागसब्जीमा चाहिँ म मसला खासै हाल्दिनँ होइन। ल यति भइसकेपछि चाहिँ बब्बाले हुनेछ। अनि त्यसपछि अजिनोमोटो हालिदिन्छौँ हामी यति जति। त्यसमा अब नुन पनि थपिदिनु पर्यो यसरी। अन्त यसलाई सर्लक्क फर्काइदिनु पर्यो, मजासँग चलाइदिउँ होइन। ल यसरी फर्काइदिने। हेर्दा हेर्दै बब्बाल भयो, खत्रै भइसकेछ। अब यहाँनिर बुङ्गुरको खुट्टा। अब चाहिँ नि यहाँनिर चाहिँ अलिअलि पानी हालिदिन्छौँ। दाल छ, अलिकति ग्रेभी मात्रै हो यो। यति पानी हालिसकेपछि सर्लक्क एकछिन उम्लिन्छ। एकछिन यसलाई छट्काउन दिनु पर्यो, छटट पारेर। बसाल्नु पर्ने छ। चामल फेरि यहाँ यस्तै प्लास्टिकमा पोको राखेको छ कि पोको पारेर। 1 2 3 4 5 आदि बसालिदिउँ। यति भएपछि 5 जनालाई यसलाई अब मजासँगले त पोखाले ल्याउनु। ल मजासँगले चामल पोखाले ल्याइसकेको छ। यसले अब यसरी मजासँगले यहाँ राखिदिउँ। अनि त्यसपछि स्टोभ दिउँ होइन। अनि त्यस यहाँनिर ट्याक्क भएर ल अब यति गरिसकेपछि एकैछिनमा भात पाकिहाल्छ। मासु चाहिँ यहाँनिर पाकिसकेको छ। दाल यहाँनिर, दाल यति, बुङ्गुरको खुट्टा यति। अब एकैछिनमा खाना पाकिहाल्छ। सो फाइनल होइन गाइस, हाम्रो चाहिँ खाना पनि पाकिसकेको छ। तरकारी पनि यता पाकिसकेको छ, दाल पनि यतातिर पाकिसकेको छ। अब हामी खाना मात्रै बाँकी छ। हाम्रो पारा यस्तै छ, हाम्रो रुमको हालत यस्तो छ। परदेशी जिन्दगी, परदेशीको रुम यस्तै हो गाइस होइन। आजको भिडियो चाहिँ यति नै रहेको छ। तपाईँहरूलाई जे जस्तो लाग्छ त्यस्तै भन्नु होला र साथ सपोर्ट र माया चाहिँ देखाइदिनु होला है त गाइस। ल टक्क लागेन, हाम्रो रुम चाहिँ यस्तै हो।